आदरणीय दर्शक महानुभाव, हामी यहाँसँग विभिन्न उम्मेदवारहरूको कुराकानीमा जुटिरहेका छौँ। यति बेला मसँग नेकपा एमाले स्याङ्जा जिल्ला क्षेत्र नम्बर 1 का उम्मेदवार मिनप्रसाद गुरुङज्यू उपस्थित हुनुहुन्छ। म उहाँसँग उहाँको उम्मेदवारी केका लागि र उहाँको योजनाहरू के छन् यो विषयमा हामी थोरै कुराकानी गर्छौँ। मिनप्रसाद गुरुङजी, यहाँलाई स्याङ्जा टेलिभिजनमा स्वागत छ। तपाईँ उम्मेदवारीको तर्फरमा हुनुहुन्छ स्याङ्जा जिल्ला क्षेत्र नम्बर 1 को। यसअघि पनि प्रदेश सभा गर्दाखेरि प्रदेशमा यहाँको प्रतिनिधित्व भइसकेको छ। यसपटक सङ्घीय सभामा यहाँ प्रतिनिधित्व गर्नका लागि आफ्नो उम्मेदवारी पेश गर्दै हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ? स्वाभाविक खुसी लाग्छ। यहाँको उम्मेदवारी स्याङ्जा जिल्ला क्षेत्र नम्बर 1 का लागि नेकपा एमाले प्रस्तुत गर्दै गर्दाखेरि यहाँको यो समाज, यहाँका मतदाता नयाँ छैनन्। यहाँका लागि मतदाताहरूलाई आकलन गर्दा अहिलेको परिप्रेक्ष्यमा खास गरिकन यो नवपुस्ताको आन्दोलन पश्चात प्रतिनिधि सभाको निर्वाचन नै सरेर अगाडि आइपुगेको छ। नयाँ जनादेशका साथ अगाडि जानका लागि यो माहौल सिर्जना भइरहेको छ। यहाँको यो प्रतिनिधित्वको आकलन, अपेक्षा, जनमत बुझ्दाखेरि यहाँको पक्षमा मत आउने कुरामा कतिको आशावादी हुनुहुन्छ? स्वाभाविक हो, कुनै पनि उम्मेदवार प्रतिस्पर्धा आफ्नो विश्वस्त भएर एउटा अगाडि बढिरहेको छ। अर्कोतिर नेकपा एमाले हिजोदेखिको जनताको एउटा लोकप्रिय पार्टीको जनआधार सङ्गठनको कुरा गरिरहने बेलामा त्यो चाहिँ स्थापित भइरहेको हुनाले, अनि अर्को त्योभन्दा पनि महत्त्वपूर्ण कुरा आम जनताको भरोसालाई विश्वास गर्नुपर्छ। त्यो एउटा त्यो विश्वास र भरोसाले नै त्यसमा विश्वस्त पनि छु। प्रत्याशी उम्मेदवारहरूभन्दा तपाईँ मेरो पक्षमा चाहिँ मत आउने भन्ने कुरा जुन आफ्नो तर्फबाट पेस गर्नुपर्ने जुन एजेन्डा छ नि, तपाईँले स्याङ्जा जिल्ला क्षेत्र नम्बर 1 लाई बुझ्दाखेरि यहाँको समस्या के छ, तपाईँ के कुरामा सम्बोधन गर्छु भन्ने लागेर आफ्नो उपस्थितिलाई दावेदारी मान्नुहुन्छ? एउटा यस्तो होला जस्तो लाग्छ, हाम्रो 77 जिल्ला नेपाल देशभित्रै समग्रमा समस्याहरू एउटै होला। पहाडी जिल्लाको अलि बेसी होला, केही फरक होला, अनि त्यसपछि मध्य पहाडीको अनि तराईतिरका त्यो केही अलिकति सांस्कृतिक, सामाजिक, भौगोलिक हिसाबले पनि केही विविधता होला। तर आम रूपमा चाहिँ नि समस्या त्यही हो। जसरी अहिले अघि तपाईँले थोरै कुरा उठाउनु भएको थियो, अहिले एक खालको परिवर्तनको कुरा होइन। त्यसैको स्वाभाविक हो, प्रजातन्त्रमा आफ्ना विचारहरू राख्ने, त्यसको लागि लड्ने, अभिव्यक्ति गर्ने त्यो स्वतन्त्रता सबैमा हुन्छ। अनि त्यसैको लागि चाहिँ नि के त भन्दा हाम्रा पुर्खाहरूले, हाम्रो अग्रजहरूले त्यो लडाइँ ल्याएको हो र त्यसको उपयोग अहिले हामी गरिरहेका छौँ। या जसले अहिले चाहिँ नि नयाँ परिवेशको कुरा, नयाँ परिवर्तनको कुरा, सुशासन, रूपान्तरणको कुरा गरिरहेका छौँ। त्यसमा त हामी स्वाभाविक रूपले हाम्रो पनि 100% हामी पनि रूपान्तरणको कुरा, परिवर्तनको कुरा, अनि त्यसलाई नै संस्थागत गर्ने कुरा। सायद त्यसै भएको हुनाले 72 सालको संविधान जारी भयो, त्यसलाई अहिले संस्थागत गर्ने कुरा। र अहिले त मलाई लाग्छ मेरो उम्मेदवारी त जसले हामी परिवर्तन ल्यायौँ, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र हामी ल्याएका छौँ। महत्त्वपूर्ण कुरा भनेको त अरू विकास निर्माणका कुराहरू तफसिल, त्यो विकास भनेको त एउटा निरन्तर प्रक्रियाको कुरा पनि हो। मान्छे चाहिँ एकैचोटि चाहँदैन, त्यो चाहिँ जादुको छडले एकैचोटि हुने कुरा पनि होइन। त्यो एउटा निरन्तर प्रक्रियाको कुरा पनि रहने कुरा हो। तर मुख्य कुरा भनेको व्यवस्था प्रणालीलाई संस्थागत गर्ने कुरा महत्त्वपूर्ण हो भन्ने लाग्छ। यदि व्यवस्था प्रणालीलाई, सङ्घीयतालाई, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गऱ्यौँ भने हामी लाग्छ भोलि अगाडि धेरै समयसम्म पनि हामी आफैमा प्रतिस्पर्धा गर्ने, एकअर्कामा विकास निर्माणका कुराहरूमा सबैमा भनौँ प्रतिस्पर्धा, सबै कुरामा प्रतिस्पर्धा गर्न पाउँछौँ, सक्छौँ, या त्यो ठाउँ, त्यो मैदान रहन्छ भन्ने लाग्छ। अर्थात् त्योभन्दा पनि अझ अगाडि बढेर हिँड्ने हो भने यो देश जुन चाहिँ सार्वभौम जनताहरूले होइन अपेक्षा गरे अनुसार जुन खालले एउटा देशको स्थायित्वको कुरा, कतिपय विविध कुराहरू उठिरहेको छ नि, त्यो रह्यो भने नै हामीहरू रहने या पार्टी रहने या प्रतिस्पर्धा रहने कुरा होला भन्ने लाग्छ। मिनप्रसाद गुरुङज्यू, साँच्चैकै यहाँले भनेको जस्तो राजनीतिक एजेन्डा करिब करिब धेरै हिसाबबाट हदसम्म जब संविधान सभाको निर्वाचन पश्चात एउटा संविधान जारी भयो, सर्वपक्षीय संविधान, त्यसले धेरै कुराहरू सम्बोधन गर्यो। अब राजनीतिक एजेन्डाभन्दा विकासका एजेन्डाहरू जानुपर्छ भन्दै गर्दाखेरि फेरि पछाडि आएर फेरि त्यही राजनीतिक एजेन्डामा केन्द्रित भइरहेको छ। यहाँको मुख्य फेरि व्यवस्थापिका संसद भन्ने थियो कि खास गरिकन नीति कानुनलाई पुष्टि गर्ने खालको प्रतिनिधित्व हुँदैछ विकास निर्माणभन्दा बढी। यो हिसाबबाट तपाईँलाई नीतिगत रूपमा र विकासित हिसाबबाट त्यो दुईटालाई कसरी संयोजन गरेर के कुरालाई प्राथमिकता दिनु? एउटा चाहिँ के त भन्दा हाम्रो जस्तो तेस्रो विश्वमा चाहिँ एउटा के भन्दाखेरि जनप्रतिनिधि भनेको विकासको कुरा मात्रै हो। लेजिस्लेटिभ पावर या उसले गर्ने भूमिकाको कुरामा आम जनतामा या हामी अलिकति बुझ्ने भन्ने मान्छेहरूमा पनि त्यो चाहिँ एउटा अन्तर्विरोध त नभनौँ, भ्रम या चाहिँ त्यसलाई बुझाइको कमजोरी पनि नभनौँ, त्यो भएको हुनाले स्वाभाविक रूपले
प्रतिनिधि सभाको मान्यहरू भनेको या त्यहाँ जाने प्रतिनिधिहरू भनेको समग्र राष्ट्रको ऐन कानुन त्यसमा संशोधन या देशकाल परिस्थिति अनुसार आवश्यकता अनुसार त्यसलाई चाहिँ संशोधन गर्ने निर्माण गर्ने कुरा नै महत्त्वपूर्ण हो भन्ने लाग्छ। अनि त्यसपछि तपसिलका हुन त स्वाभाविकले जनताले प्रतिनिधि चाहेर गइसकेपछि उसको प्रतिनिधिसँग केही अपेक्षा गरेर स्वाभाविक हुन्छ र त्यो के अरे भनौँ न अहिले त्यो व्यवहार त त्यो भइरहेको पनि छ। त्यसो भएको हुनाले जस्तो अब सांसदहरूले न कतिपय बन्डा रूपमा चाहिने बजेटैहरू विनियोजन गर्ने यस्ता कुराहरू पनि जो चाहिँ हामी त्यसको वाद विवादहरू त्यसलाई कतिपयले उचित ठान्ने कतिले चाहिँ त्यसमा त्यो कुरा पनि भइरहेछ। त्यसो भएको हुनाले स्वाभाविक रूपले यी कुराहरूलाई सन्तुलन गर्ने हाम्रो जस्तो देशको परिस्थिति या हामी जस्तो मुलुकको कुरा या हाम्रो आम मानसिकता जुन खालले अहिले हामीहरू भर गरिरहेछ त्यो कुरा स्वाभाविक हो भन्ने लाग्छ र त्यसलाई सन्तुलन गर्नु स्वाभाविक हुन्छ र आफ्नो क्षेत्रबाट प्रतित्व भइसकेपछि त्यसका चाहिँ आवश्यकता अनुसार जस्तो स्याङ्जेकै हकको कुरा गर्ने हो भने त हाम्रो चाहिँ यो सिद्धार्थ राजमार्गका धेरै समयदेखि चाहिँ यसो चाहिँ हामीले स्तरीकरण गर्ने कुरा स्तरोन्नति गर्ने कुरा ठुलो चाहिँ तरकारको आवश्यकता छ। बेला बेला धेरै समयदेखि ल अब चाहिँ टेन्डर हुन्छ यो गर्छ अगाडि गएको छ आयो सबै धेरै निर्वाचित प्रतिनिधिले त्यो एजेन्डा उठाएर जनतालाई चाहिँ नि हामी चाहिँ एक खालले भोट माग्ने चाहिँ एउटा इस्यु भनौँ न त्यो पनि भइरहेको छ। मलाई लाग्छ त्यो अलिकति व्यवस्थित हुन त यो थुप्रै कुराहरू एउटा मात्रै पाटो होइन होला, त्यहाँ चाहिँ स्रोत साधनहरूको पर्याप्तताको कुरा अनि हाम्रो आफ्नै किसिमको क्षमताले त्यसलाई नभ्याउने कुरा पनि होला। त्यस कारणले सबै कुराको समग्र संयोजन गरेर त्यसलाई अगाडि बढाउने कुराहरू त्यो त एकदम आम प्रतिनिधि मात्र होइन आम जनताको पनि त्यो एकदमै जल्दो बल्दो इस्यु भएको हुनाले त्यसमा नेतृत्व गर्ने त्यसमा चाहिँ एडभोकेसी गर्ने कुरा त्यो स्वाभाविक रहन्छ, त्यो एकदमै अपरिहार्य पनि छ। जस्तो अन्तिममा एउटा प्रसङ्गमा तपाईँलाई लैजान चाहन्छु म, जस्तो नवपुस्ता जनजी आन्दोलनको कारण चाहिँ यो निर्वाचन फेरि एकचोटि फागुन 21लाई प्रस्तुत हुँदैछ। यहाँले गण्डकी प्रदेश सभामा समेत धेरै एजेन्डाहरू लिएर जानुभयो र यही क्षेत्रमा रहेर धेरै भूमिका निर्वाह गरिरहनु भएको छ। अब यो नयाँ पुस्ताको मुख्य चाहना भनेको सुशासन र भ्रष्टाचार मुक्त हिसाबबाट देश बनाउने र युवाहरू देश पलायन हुने जुन खालको महामारी समस्या देखिरहेको छ यसलाई पुनरुत्थान गर्नुपर्ने एउटा महत्त्वपूर्ण जिम्मेवारी छ। यो जिम्मेवारीसहित अर्को एउटा कुरा के छ भने नेकपा एमाले प्रति पनि नवपुस्ताको केही न केही हिसाबबाट नैराश्यताका केही सङ्केतहरू देखिरहेछन्। यो कुरालाई चिर्दै नेकपा एमालेलाई पुष्टि गर्दै यहाँको आफ्नो प्रतिनिधित्वलाई अगाडि बढाउनका लागि कसरी सोच्नुहुन्छ तपाईँ? एउटा स्वाभाविक रूपले मान्छेको अपेक्षाहरू चाहना उमेरअनुसार बच्चा हुँदाखेरि एउटा सामान्य खेलाउनाको लागि हामी जिद्दी गर्छौँ, अलिकति त्यो बेसी गइसकेपछि होइन त्यसको आवश्यकताहरूको त्यही कुरा होला अनि त्यही अनुसार मागहरू बढ्दै जाने कुरा पनि एउटा पार्ट। अर्कोतिर अहिले जे जसरी जाने युवाहरूको चाहिँ जस्तो तपाईँले उठाए जस्तो सुशासन भ्रष्टाचार अनि त्यसलाई समृद्धिको कुरा अनि त्यसलाई समाजलाई रूपान्तरण गर्ने कुरा त्यो कुरा मलाई लाग्छ युवाहरूको मात्रै होइन आम नेपालको त्यो समग्र एजेन्डा समग्रमा। तर कुरा कहाँनिर हो भन्दाखेरि त्यो चाहिँ एजेन्डा त सबैले उठाउँछन् तर त्यसलाई निराकरण गर्ने चाहिँ आफैबाट सुरु गर्नु पऱ्यो क्या होइन। एउटा त समग्र सरकारको नीतिगत रूपले कसरी डेलिभरी गर्ने कुरा बनाएर गर्ने कुरा होला। त्योभन्दा पनि मलाई के लाग्छ भन्दाखेरि स्वयं चाहिँ म आफै चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध भयो भने म भ्रष्टाचार गर्दिनँ या त्यतैतिर लालायित हुन्न, म कुनै आग्रह अपेक्षा चाहिँ राख्दिनँ। स्वतस्फूर्त एकदम सामाजिक सेवाको भावनाले म त्यसमा समर्पित हुने हुन्छ भने मलाई लाग्छ म आफै भयो भने त्यहाँबाट सुरुवात हुन्छ र त्यसरी नै अनुकरण गरेर गयो भने मलाई लाग्छ त्यो लाग्छ। अर्कोतिर अब स्वाभाविक हो युवा परिवर्तनको भाग पनि हो। त्यसो भएको हुनाले धेरै चाहिँ जस्तो अहिले हामीहरू अहिले यहाँ तपाईँ बोलिरहेका छौँ यो चाहिँ के अरे मिडिया यसरी चाहिँ एकदमै छ्यापछ्याप्ती हामीहरू हामी चाहिँ यो एक्सेसमा पुगेका छौँ अनि त्यो पनि त एउटा खालले चाहिँ हिजो तपाईँ पनि युवा अथवा त्यो उमेर समूहका होइन 23 देखि 28 वर्ष त्योभन्दा तलका व्यक्ति 12 देखि चाहिँ भनौँ न 28 वर्ष 12 वर्ष 10 वर्षको बच्चाहरू पनि त्यतिर आन्दोलनमा होमिएका थिए। त्यो आधारबाट परिवर्तन आएको र यहाँसम्म आउने बेलामा अर्थात् अहिलेका युवाहरूले जुन खाले चाहिँ भनौँ न आफ्ना परिवर्तनको लागि सुशासनको लागि भ्रष्टाचार मुक्त नेपाल बनाउने भनेर जुन अभियान ल्यायो त्यो पनि कसै न कसै हाम्रो अग्रजहरूको देन हो। त्यसो भएको नै अहिले हामी त्यहाँनिरको त्यसको चाहिँ के त भन्दा त्यो चाहिँ अधिकारलाई होइन एक्सर्साइज गरिरहेको छौँ, इन्टरनेटमा गरिरहेका छौँ, त्यसलाई प्रयोग गरिरहेका छौँ र त्यो हाम्रो आफ्नो अभिव्यक्तिहरूलाई हाम्रो आवश्यकताहरूलाई हाम्रो चाहिँ खाँचाहरूलाई हाम्रो चाहिँ भावनाहरूलाई त्यहाँ चाहिँ के अरे प्रविष्ट गराउने या चाहिँ व्यक्त गर्ने काम भइरहेको छ। त्यसो भएको हुनाले मलाई लाग्छ समग्रमा त्यो चाहिँ एकदमै
त्यो अपरिहार्य छ। स्वाभाविक रूपले अब देशलाई यो धेरै परिवर्तनहरू भयो। हिजो चाहिँ राणा शासनदेखि लिएर पञ्चायत, फेरि बहुदल, अनि त्यसपछि प्रजातन्त्र बहुदल, के अरे पञ्चायत, अनि फेरि त्यसपछि 45-46-47को आन्दोलन, फेरि 82-83को आन्दोलन, होइन हामी गणतन्त्र गरिसक्यौँ, घोषणा गऱ्यौँ। अहिले फेरि यसरी आइसकेको लामो समयसम्म आइपुग्दा पनि जो खालले चाहिँ नि हामी जसको लागि लडेका छ, जसको लागि मलाई लाग्छ त्यो एजेन्डामा कसै पनि विमति राख्नुपर्छ भन्ने पार्टी होइन, व्यक्ति, आम नागरिक, प्रशासकहरू जो सुकै पनि त्यसमा चाहिँ के त भन्दा त्यसलाई चाहिँ विमति राख्नुपर्ने या त नि त्यसमा चाहिँ कुनै डिफर चाहिँ त्यो छ भन्ने लाग्दैन। तर कुरा कहाँनिर सबभन्दा अड्केको भन्दाखेरि अहिले पनि देखियो यो परिवर्तनको केही समय, केही महिनापछि पनि भएका गतिविधिहरू साँच्चै नै त्यो सुशासनतर्फ लक्षित छ कि साँच्चै नै चाहिँ त्यो भ्रष्टाचारमुक्त भइरहेका छन् कि या त्यतातिर चाहिँ नि अब जस्तो नियुक्तिदेखि लिएर हामी चाहिँ नेपोकिटको कुराहरू उठायौँ, थुप्रै कुराहरू एजेन्डा त हामी त्यो आन्दोलनमा गएर हुन्थ्यो, उठायौँ नि त, हामीले पनि हेऱ्यौँ। तर त्यहाँनिर गइरहने बेला र अहिलेको यो चाहिँ छोटो समयमा पनि हाम्रा चाहिँ त्यही त मर्निङ सो द देश भन्छ त्यस्तै जस्तो चाहिँ हामीलाई जनताले अलिकति अपेक्षा गरेर साँच्चै नै भन्ने कुराको त्यो चाहिँ नि के त भन्दा मलाई त्यस्तो पाइरहेको अनुभूति हुन सकेन। अन्तिममा अब जस्तो यहाँले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै गर्दा प्रत्याशी उम्मेदवारहरू पनि जिल्लामा धेरै अरू हुनुहुन्छ यहाँको निर्वाचन क्षेत्रमा। तुलनात्मक रूपमा अरू प्रत्याशी उम्मेदवारभन्दा तपाईँको आफ्नो उम्मेदवारी कसरी बलियो छ भनेर प्रस्तुत गर्नुहुन्छ र आम मतदातालाई के भन्नुहुन्छ? होइन, त्यो चाहिँ नि सबै उम्मेदवारहरू त्यत्तिकै सक्षम हुन्छ। किन भन्दा पार्टीले त्यसो भएर नै यो नेतृत्वमा यहाँ चाहिँ निर्णयहरू गर्छ। अनि कुनै न कुनै ठाउँबाट कुनै न कुनै पक्षमा कुनै न कुनै भूमिकामा उहाँहरू अब्बल प्रतिनिधित्व गर्ने अवसर दिएको छ। मलाई लाग्छ म त्यो कसैभन्दा फरक भन्दा पनि आम नेपाली हाम्रो एउटा चरित्र अनि प्रवृत्तिको कुरादेखि लिएर सबै कुराहरू। तर मलाई म चाहिँ नि के त भन्दा फरक या चाहिँ मेरो विश्वासको कुरा हो त आम नागरिक, आम जनता, अनि आफ्नो मतदाता र आफ्नो सङ्गठनको दिनमा भरोसा राख्छु। त्यही हो। हस्, उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ, यहाँलाई धेरै धेरै शुभकामना। हस्, धन्यवाद। अरू एजेन्डाहरूको बिचमा हामी यहाँसँग बारम्बार भेट हुने नै छ, छलफल गर्नेछौँ। यहाँलाई शुभकामना छ। सिंगल फोटो खिच्नु। नमस्कार दाइ।